गाइजहरू म चाहिँ अलि सुस्तरी बोल्छु किनभने आज चाहिँ बाबाको बर्थडे 12 बज्न आँटेछ घडी हेर्नु 6:10 मिनट र अब हामीले गर्छौँ वेट बाबाको लागि हामीले पुरै कार्डहरू पनि गराएको छौँ हेर्न सक्नुहुन्छ यो गर्नु माथिबाट र त्यहाँ हामीले चाहिँ बेलुन पनि तयार गरेछौँ ल अब चाहिँ दाइ आउनुहुन्छ केक लिएर अनि पछि हामीले गर्ने राम्रो सेलिब्रेट हेर्दै जानु होला ह्यापी बर्थडे बाबे बाबे ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे बाबा बाबा सुतेको अवस्थामा ह्यापी बर्थडे बाबे कानमा गयो केही ह्यापी बर्थडे बाबी ओइ नगर्नु केही जाने बाबालाई बाबालाई नि भन्छु जाने उड्नु न लाग्यो हो नि गर्ने हो ओइ ओइ म ढले ह्यापी बर्थडे सोल्टी भनेछ 26 सिया चेचिनी अब अझै कसले उयो मैले यो पनि मैले गए हजुरले बनाएको उल्टे भयो त्यहाँ जानु भएछ त्यहाँ ह्यापी बर्थडे बाबा हजुर प्यार गर्नु त मलाई त्यसपछि मलाई होइन यो हजुरले मलाई लेखेको होइन You are my biggest strength, my guide, and my favorite hero. And then, thank you for always loving, supporting, and believing you. John, wishing you in life happiness, good health, and long life. Love you, bye-bye. And the channel. Cool. Happy birthday to me, Mateo Mayabati. Happy birthday, give him. भयो के सबलाई चमन हजुरलाई Happy birthday. क्या है केक बनाउने कहाँ पर आयो एउटा बिटा ह्यापी बर्थडे सेलरोटी पर्फेक्ट पूरा मिस बात है कले चाहिँ भन्नु त मोटी दाइले मोटी दाइ मोटी दाइ यस प्लिज एकदम सरलजीको जस्तै भयो ल ह्यापी बर्थडे भाइ भनेको यस्तो क्रिम खानु होइन साथी हो कस्तो साँच्ची हो बर्थडे टु यु भयो के बाबा पहिला तपाईँ मुख धोइरहेको नि यो मेरो कस्तो राम्रो भयो म काट्छु पर्छ तर हेर स्पोन चाहिँ खत्तम एकदम खत्तम होला क्या विशाल म खाउँछु खानु लाग्यो क्या विशाल चुट्यो क्या स्पोन हेर स्पोन कति फरक लाग्यो फुटबल हाल्यो प्रपर हुन्छ होइन यो कहाँबाट आइपुग्यो
के हो यो साइन्टिस्टले दिएको हो आफै क्या हो? रेड लेबल चाहिँ छ जाऊ न यो चाहिँ के यो हेभी छ त यहाँ रेड लेबल चाहिँ भित्र लेभलै छ कतिखेर आएको थियो? म के हो सानो कुना भयो आइफोन कुना भयो आइफोन हो बाबालाई गेस दिनु त ट्याब त्यो मुनाफा होला यो चाहिँ त्यो कुनाफा यो मुनाफा हो कि नै सानी के हुन सक्छ गेस यसमा यसमा चाहिँ के हुन सक्छ भने ऐना हुन सक्छ देखो यसमा यसमा चाहिँ मैना आइफोन। हुन सक्छ के छ भने कि यो यहाँ के छ भने मलाई थाहा छैन के साँच्ची लागेको प्रमिस हजुरलाई थाहा छ हजुर केही थाहा छैन तिमीलाई साँच्ची मलाई यो कुरो पुरै थाहा छ तर यो थाहा के छैन थाहा थियो गिफ्ट ल्याइदिन्छ घरमा चाहिँ त्यति थाहा मैले के अनि अरू के भने थाहा? सन्दीप दाइले ल्याइदिनु जहिले छ त्यही घरमा अझै यो चाहिँ इम्पोर्टेन्ट हो कति चाहिँ बुझ्नु पर्दैन त्यही यसलाई बाल छ यसलाई मतलब चाहिँ पटेका जस्तो लास्टमा आइफोनै हुने अरे के ला बाबा ल खोल्नु न सुन्नु न यहाँ यो दुइटै एकै ठाउँबाट आएको छ नि यो हैन यो एउटा आइफोन एउटा ट्याब स्यामसङ होला त्यो बाइक अरू चिज हुँदैन मसँग त्यत्रो किन्ने पैसा पनि हुँदैन के होला मलाई लाग्छ यो घडी Sorry. अनि यो यो छडी घडी छ मडी होला मडी होला किन ह्यापी बर्थडे भन्नु न खै त ह्यापी बर्थडे मैले मात्र भन्नु छ नि ह्यापी बर्थडे टु के छ के छ आएन कि छोरो खोइ दिएन भाइ कोही त खोइ को भाइ ल चक्लेट हो के चक्लेट चक्लेटै नखाएको मान्छेलाई चक्लेटै ल्याइदिनु आफै खानु भाइ पावर ब्याङ्क वाला सक्छ त्यही हो क्या खाने हो के थाहा पाइसक्यो घडी यो ए घडी मेरो हराएको घडी होला कि यो सायद यो साँच्ची हेरेको छ हेरेको छ मेरो हराएको घडी होला कि सायद घडी हराएको होला हो ओ मेरो जस्तो छ किन हेर्नु न के हो हेर्नु न एउटा गिफ्ट यहाँ त उबै छ के हो यो के हो यो खुल्नु न पहिला खुल्नु न छिटो गर्नु न क्या ल हेर्न हतार भयो के हेर्छ अनबक्सिङ यहाँ होइन यहाँ यहाँ त्यो के भन्दै छ्या यहाँ नै अर्को अर्को चाहिँ नि अर्को 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 यो चाहिँ के हो किचन किचन हो उसको त्यो चाटीमा गर्न के छ पेन कसरी बुझ्छ है चल घडी लगाइदियो किचन गरे किरिङ होला नि किरिङ खै त प्रोग्राम डाइरेक्ट फेरि उडाएको टाइप गर्यो ए के गरियो सानी भन्यो रोलेक्स कति भ्याले रोलेक्स गरे न ल बाबा उनीहरू त्यस्तो गर्न गरेर साँच्ची अनि अब के हो बस न बस के हो बस मित्रहरूलाई स्वागत छ यहाँ राख्नु लागि न अलि 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 खुल्ला भयो कि टाइप भयो यत्रो खुला भयो उल्टो भएको छ चलो भाइ कति भयो सानी बनाउने कोही सिधा सिधा साडी भयो तुक्का लाग्यो के तुक्का लाग्यो यहाँ नि तुक्का लाग्यो के उल्टो लाग्यो यो कहाँबाट ल्याएको बनाउने हो आएको एप्पलबाट खाएको छेउबाट एउटा यसो खाएर ल्याउनु एप्पलबाट होइन होला उही साँच्ची हो क्या हो म ऊ साँच्ची हो र क्या म्यामलाई चित्ता परेपछि के हो
लाग्यो यो गिलास हो क्या आँखामा लगाउने चस्मा वे खोल्नु सिमसुम के रहेछ खोल एड गरिला नहीं। लुका खोल्नु न हजुरको गिफ्ट हो खोल्नु न हो त्यो फोन ल्याएको मलाई त्यही भएर है मेरो फोन बिग्रिन लागेको चाहिँ बिगारिदिएको होला कि सायद खोल्नु भनेको म त पैसा छिर्छ वे सौरभ जोशीको यो हेरेर आइदारु मलाई अलि हटाउन आउनु मोबाइल मलाई है त कुन चाहिँ मेरो यो मामु एक्साइटेड ल बाबा सिग्नेचर गर्नु यहाँ यो पनि मेरो गिफ्ट हो यहाँ गिमी कहाँ साइन गर्नु ओइ यो के हो त ए कहाँ हो साइन ए यहाँ दिनु चाहिँ वे राम कहाँ से आए ये सब यसभित्र उस पनि हुन्छ कभर देखाइदिन्छु पैसो कहाँबाट आयो तै मैले- कभर यसको पिन मेरो तर्फबाट 09 मेरो तर्फबाट चार्जर हजुरको तर्फबाट हो यो अँ, कहाँबाट टर्न भयो यो चाहिँ यहाँ हुन्छ कि मलाई कभर चाहिँ मैले यस्तो ल्याएको थिएँ हजुर कभर पनि छुट्टै खै एकचोटि दिनु त कहाँ से आए ये कहाँ से आए अब क्या बाबाको लागि यो पहिल्यै हुन्छ सिटिसी वाला थियो है होइन र यहाँ यसको चाहियो कहाँ हामीमा कुनै छ है फोटो खिच्मै त एउटा बिहा गर्न थाहा हुन्छ ल यहाँ त पहिल्यै हिजो कोमला एउटा रिप्लाई दिएको थियो बाबा यहाँ पहिल्यै फोटो खिचेको छ खै देखाउनु को हो यसमा यो कुन मोबाइल हो बाबाको फेभरेट फोन स्यामसङ ग्यालेक्सी छिटो यस्तो तर वाट साँच्ची चाहिँ राम्रो आँखै ओरिजिनल कसले खिचेको यो फोटो फेरि त मैले यहाँ घडी पनि थियो यहाँ यो मोबाइल मलाई गिफ्ट है त बाबा 0012 कस्तो लाग्यो फोन नट ब्याड फोन चाहिँ किन लिएर आएको भने कि हजुर बिग्रियो भनेको होइन अझै बिगारेको होला कि गरेको पैसाले लिएर आएको देख्यौ छ नि देख्यौ पहिला चाहिँ पैसा मागिन नि त ऋण पनि लाग्दैन जे भने ठिक छ लागेन नि माथि यही मन पऱ्यो यो मलाई असल लाग्यो कता रुमतिर पाटिने होला नि अब अझै भोलि कहाँ पाटियो खाना कसैले यो खान मिल्दैन कि खाना ओके गिफ्ट टेस्ट मन पर्यो हजुरको फेभरेट स्यामसङ के हाम्रो के अरे के घडी थियो अरे त्यो बोलेन होइन अब गाडी फास्ट ट्र्याक ए फास्ट ट्र्याकवाला हजुरको हेर्नु हजुरको मेरो बिहा भएपछि अन्त सुरुमा मैले लगाएको घडी फर्स्ट एन्ड लास्टवाला मैले लुकाएर ल्याइदिएको म एक्लै स्कुटी चलाएर ट्राफिक चोक पुगेर गएर लिएर आएको के घडी मोबाइल र घडी अस्ति म भल्लै जान्छु भनेर झुट बोलेर म उता गएको ए भिएर त छ्यानी आमाले कति गरिदियो सानो छ्यानी कस्तो लाग्यो कहाँ से आया पैसे कहाँ से आया है बुढी बुढालेको ए बो सुन्यो डुङ्गुरी ए डुङ्गुरी सुन्यो के सुन्यो भन त मेरो बुढकी फुत्ता लिएर
मैले मेरो पैसा जम्मा गरेर बुढोलाई गिफ्ट ल्याइदिएको बर्थडेमा सरप्राइज त्यही पनि नभनिकन ह्याप्पी बर्थडे टु यु होइन त ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे बुवालाई जाऊ न बुवा चाबी Tôi được thành rồi. Ali pencere hanyas. Bersama. Abang Krishna dili koi. Ini धेरै खानी होला. यति. खाऊ न खाए गर. सबै खानी होला कि. ल. बाइ. अब कृष्ण दिदी पछिको कसको पालो हो? Happy birthday! लाइदिन खोजे गयो के? यति लगाइदिन्छु। धेरै भयो. यति लगाइदिन्छु त्यो। अब नाना. अब कसको पालो आउँछ भाइपछि? दिदी. अब बुवाको। ठुली दिदी. हजुर यो चाहिँ मेरो रहेछ हजुर लास्ट खानु के वाउ थ्याङ्क यू सर हजुरको प्लेट हो यो धन्यवाद